घर आइपुग्यो हेर मेरो भदाइले डोको बुझ्दै रहेछ। बाजे बजी कता गयो तिलक? भिन्सिन गएको छ। ए किन गएको रे? घरमा। तलको घरमा को गएको? सबैजना गएको छ, म एक्लैलाई घर छोडेर गएको भन्नुपर्छ हजुर। ए होइ अनि खाना खानुभयो त? अघि नै खाइसकेको। के खायो? भात। ओ यतातिर गहुँ पनि उम्रेछ, अलिक महिनामा पाक्ने पनि रहेछ। तिलकले बनाएको यो के अरे सोलिङ तैँले बनाएको हो? खतरा बनाएछ है। कहाँसम्म बनाएको? माथिसम्म नबनाउने? बनाउने बिस्तारै। वाह सञ्चालन हुँदैछ भन्नुपर्छ। मन्दिर पनि बनाएको? त्यहाँ के छ? त्यहाँ भूमे के अरे सिमे थान कि भूमे थान हो? धारा पनि बनाएको छ त्यहाँ। खोइ ए धारा पनि बनाएको यो तिलकले। घोकेर बनाएको। खोइ खोपेको धारा कहाँ छ? खोइ लगेर हाल्नु। माथि लगेर हाल्नुपर्छ। कहाँ माथि? उयो देखेन? ए अर्ग्यानिक उहिलेको धारा यो? ओ हेर्नु पऱ्यो। यताबाट नि देखेन, यसो गरेर देखेन, यसो गरेर देखेन। यो चाहिँ ढुङ्गे धारा। यो ढुङ्गे धारा बनाएको हो। यो चाहिँ मेरो भदाइले ढुङ्गे धारा बनाएको अरे। खै यो चाहिँ फापरको छङ्रेङ। यो वा यहाँ त झन् खतरा रहेछ नि। खै देखिँदै देखेन हो। देखेन है? यहाँनिर चाहिँ के लेखेको रहेछ भने घाम बनाएको रहेछ, त्रिशुल बनाएको रहेछ। यताको के हो? जुन बनाएको रहेछ। अनि नाग बनाएको रहेछ। यो सेती नाग हो कि काली नाग हो? नाग त बनायो, नागको नाम पनि हुनु पऱ्यो नि। सेती नाग, काली नाग, पहेँली नाग, हरी नाग, सेती नाग। काली नाग पनि त चाहियो नि। सेती नाग बनाउने साथै फेरि काली नाग पनि रिसाउँला। सबै चाहियो नि त। अनि यो तल्लोतिर घामको मुनितिरको चाहिँ के हो? आकाशमा तारा कि? खासै घाम मुनितिर त तारा हुँदैन है। यस्तो बनाएछ हेर। कोल भाले ठुलो रहेछ, भरे काटेर खानुपर्छ होला। परेवा पनि रहेछ। सागरको घर, यो बाजे बजीको घर, यो सागरको बाजे बजीको घर, त्यो सागर घर, यो सागरको बाजे बजीको घर, यो नारदको घर, त्यो तिलक। मेरो चाहिँ माइत है। भरे भाले काट्छ होला।